जय मसीह सम्पूर्ण विश्वासी जनहरूलाई आज म तपाईहरुको बीचमा सानो वचन भजन संग्रह 34 को 17, 18 and 19 लिएर आएको छु। प्रिय हो, बाइबलले भन्छ जब धार्मिक जनहरूले पुकार गर्छन् तब प्रभुले सुन्नुहुन्छ र तिनीहरूको सबै संकटबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। चूर्ण हृदय भएका सबै नजिक प्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। बाइबलले भन्छ प्रिय हो, निराश भएकाहरूलाई परमेश्वरले बचाउनुहुन्छ। धार्मिकता मानिसलाई धेरै विपत्ति आइलाग्छ तर प्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुनेछ। प्रिय हो, बाइबलले भन्छ धार्मिकता जनहरूलाई, धार्मिकताको मानिसहरूलाई धेरै विपत्ति आइलाग्छ तर प्रभुले तिनलाई ती सबै कुराहरूबाट बचाउनुहुन्छ। प्रिय हो, साँच्चै जो मान्छे परमेश्वरको खोजीमा हुन्छ प्रिय हो, जो मान्छे चाहिँ परमेश्वरको लागि पवित्रतामा हिँड्नु खोज्छ त्यो मान्छेलाई सतावट आउँछ। तपाईँ र म संसारिक भएर हैन, अब संसारिक क्रिस्चियन जस्तो नामधारी सन्डे क्रिस्चियन, स्याटरडे क्रिस्चियन जस्तो भयो भने तपाईँ र हामीलाई केही पनि हुँदैन। शैतानले पनि भन्छ कि ठिकै छ, तिमी मेरै हो, सन्डे चर्चमा जाऊ, स्याटरडे चर्चमा जाऊ, मंडे टु फ्राइडे चाहिँ मलाई वर्शिप गर, मलाई ढोग भनेर शैतानले भन्छ। प्रिय हो, अनि मान्छेहरू शनिबार आइतबार शुक्रबार चाहिँ चर्चमा कुद्छन् अनि मंडे टु फ्राइडे प्रे पनि गर्दैनन्, बाइबल पनि पढ्दैनन्। त्यस्तो मान्छेलाई सतावट हुँदैन। गर्दाखेरि आज म तपाईहरुलाई हबक्कुक 16 र 17 पनि पढेर सुनाउनु पर्यो प्रिय हो। किनभने बाइबलले भन्छ हबक्कुकमा प्रिय हो, चाहे के भन्दो रहेछ म पढेरै सुनाउँछु नि है तपाईहरुलाई। चाहे अंजीरको रुखमा मुना नलागोस्, चाहे दागको बोटमा फल नफलोस्, चाहे जैतुनको रुखमा फल नलागोस् र खेतले अन्न नउब्जाओस् र खोरमा भेडा बाख्रा नभए पनि र गोठमा गाई बस्तु नभए पनि म मेरो प्रभुमा रमाहट गर्छु र मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउने छु। परमेश्वर मेरो बल हुनुहुन्छ, मेरो खुट्टा हरिणको खुट्टा झैं पार्नुहुन्छ। उहाँले मलाई अलगा अलगा स्थानहरूमा जाने योग्य तुल्याउनुहुन्छ। प्रिय हो, साँच्चै तपाईहरुलाई आज म के भन्नु मन लाग्यो भने हैन, एक दिनको कुरा हो, मैले सुसमाचार सुनाउँदाखेरि बुर्नाई भन्ने ठाउँमा सानै उमेरमा हैन, विश्वासमा आएको 1 साल नभइकन नै मलाई अलिकति त्यस्तै केस परेर मलाई पुलिसले पक्ड्यो। अनि त्यतिखेर मलाई यो याद आउँछ प्रिय हो, चाहे म आज मर्नै नपरोस् हैन, किन मर्नु नपरोस्, तर म प्रभुमा रमाहट गर्छु। म कहिले पनि म कम्प्लेन गर्दिन। प्रिय हो, सुसमाचार सुनाउँदा कहिले काहीँ हैन, अब मामाहरूले पक्डिन्छ, कहिले काहीँ मान्छेहरूले पिट्छ, मुखमा थुक्दिन्छ। यही अमेरिकामा पनि तँलाई बन्दुकले हान्छु भन्छ, मुखमा थुक्दिन्छ, घचेडी दिन्छ। अनि म तेरो परमेश्वर हुँ भन्छ, खिच्याउँछ। प्रिय हो, सजिलो हुँदैन। चर्चमा प्रचार गर्दा पो सजिलो हुन्छ त प्रिय हो, कसैले खिच्याउँदैन। तर हैन, बाटोमा गएर प्रचार गर्नुस् त, कस्तो कस्तो मान्छेले खिच्याउँछ, मुखमा पनि थुकिदिन्छ। हो, त्यसलाई भन्छ साँचो अनि सत्य क्रिस्चियन चाहिँ है, त्यसलाई भन्छ साँचो ईसाई चाहिँ। चर्चमा त सबै जान्छ प्रिय हो, सबैले गएर बेन्च तताउँछ, सबैले भाषण ठोक्छ चर्चमा हैन, त्यो नर्मल कुरा हो। तर मेरो भनाइ चाहिँ प्रभु येशूले भन्नुभयो माथ्यु 28 को 19 र 20 मा, उहाँले आज्ञा गर्नुभयो तपाईँ र मेरो यो कलिङ होइन प्रिय हो है। उल्टो नसम्झिनुहोस्, बाइबल पढ्नुहोस्। बाइबलले के भन्छ? बाइबलले भन्छ संसारमा जाओ। प्रभु येशूले भन्नुभयो, आज्ञा गर्नुभयो संसारमा जाओ अनि संसारमा गएर सम्पूर्ण सास हुने जीवित प्राणीहरूलाई पिता पुत्र पवित्र आत्माको नाममा चाहिँ ग्रहण गराओ भनेर भन्नुभयो हैन। म तिमीहरूसँग अनन्तसम्म हुन्छु भनेर भन्नुभयो प्रिय हो। उहाँले भन्नु भएन कि तिम्रो यो बोलावट हो अनि बोलावट भएपछि जाओ भन्नु भएन प्रिय हो। उहाँले चाहिँ भन्नुभयो जसले ममाथि विश्वास गर्छ त्यसले चाहिँ सधैँ क्रुस बोकेर हिँड्नुपर्छ। प्रिय हो, तपाईँ र म प्रभु येशूको चेला हौं भने दिनै पछि हामीले क्रुस बोकेर आफूले आफूलाई इन्कार गरेर हैन, म चाहिँ अब प्रभुसँग क्रुसमा टाङ्गे, अबदेखि म जिउने होइन प्रभु जिउनुहुन्छ भनेर प्रभुसँग हिँड्नुपर्छ प्रिय हो। त्यसलाई भन्छ सत्य अनि साँचो विश्वासी प्रिय हो। तर तपाईँ र हामी त बाइबल पनि लुकाउँछौँ, लजाएर हैन, झोलामा हालेर हिँड्छौँ, मान्छेले देखेर के पो भन्छ कि भनेर प्रिय हो। गर्दाखेरि तपाईँ र म आज प्रभुमा अगाडि बढ्नुपर्छ प्रिय हो। किनभने तपाईलाई प्रभुले धेरै प्रेम गर्नुहुन्छ,
तपाईँ प्रभुको एउटा उपहार हुनुहुन्छ, तपाईँ प्रभुको आँखामा स्याउको दाना हुनुहुन्छ। तपाईँलाई चाहिँ यो संसार बनिनुभन्दा अगाडि प्रभुले छान्नु भएको थियो भनेर रोमी 29:30 लेखेको छ। अनि तपाईँले एपिसीको 1देखि 4 अनि 7सम्म पढ्नु भयो भने त्यसरी लेखेको छ। भजन सङ्ग्रह 139को 13मा त्यसरी लेखेको छ कि तपाईँलाई चाहिँ यो संसार बनिनुभन्दा अगाडि नै छान्नु भयो। अनि उहाँले तपाईँलाई आमाको गर्भमा सुरक्षित साथ राख्नुभयो प्रिय हो। गर्दाखेरि यो तपाईँ र मेरो आफ्नो इच्छाको कुरा होइन प्रिय हो। त्यही भएर आज तपाईँ र हामीले सोचेको छौँ होला म काठमाडौँमा पैसा कमाएर जान्छु, घर बनाउँछु, ऐसा गर्छु अनि बस्छु, तर त्यस्तो हुँदैन। प्रभुले भन्नुहुन्छ आज राति मलाई तिम्रो आत्मा चाहिएको छ भनेर भन्नुहुन्छ प्रिय हो। गर्दाखेरि तपाईँ र मैले जे गर्छु यो संसारमा हाम्रो इनाम ठुलो छ स्वर्गमा प्रिय हो। स्वर्ग भनेको चाहिँ प्रिपेयर भएको मान्छेको लागि होइन, प्रभुले छानेको व्यक्तिको लागि प्रिय हो। त्यही भएर धेरैलाई बोलाइएको छ, छानिएको चुनिएको कमी छ प्रिय हो। जसको नाम चाहिँ अजम्बरीको किताबमा छैन त्यो मान्छे चाहिँ नरक आगो र कुण्डमा पर्छ भनेर प्रकाश 20को 14 र 15ले भन्छ। मेरो बिन्ती छ प्रिय हो, जति आज तपाईँहरू प्रभु येशूमा आउनु भएको छैन, प्रभुमा अहिले नै यहीँ नै ग्रहण गर्नुहोस्। तपाईले यो भिडियो त्यतिकै हेर्नु भएको छैन, प्रभुको एउटा योजना भएर तपाईले मलाई देखिरहनु भएको छ। बाइबलले भन्छ संसारलाई परमेश्वरले यस्तो प्रेम गर्नुभयो, उहाँको एकलौटा पुत्र चाहिँ तपाईको निम्ति मेरो निम्ति पठाउनु भयो, जसले उहाँमा विश्वास गर्छ मुक्ति पाउँछ भनेर लेखेको छ प्रिय हो। उसको आत्मा बचिन्छ भनेर लेखेको छ। अनि रोमी 10को 13मा म सधैँ भन्ने गर्छु जसले परमेश्वरको नाउँलाई पुकार्छ उसले चाहिँ मुक्ति पाउँछ। परमेश्वरको नाउँलाई मात्रै बोलाएर भएन प्रिय हो, विश्वास चाहिँ गर्नु पर्यो। विश्वास भन्नाले अब होइन हुन्छ अब म देवी देवतालाई नि विश्वास गर्छु, खोला नालालाई विश्वास गर्छु, मूर्तिलाई नि विश्वास गर्छु, येशूलाई नि विश्वास गर्छु, अल्लाहलाई पनि विश्वास गर्छु, त्यस्तो हुँदैन प्रिय हो। बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोही पनि स्वर्ग जाँदैन हो, त्यो प्रभुलाई चाहिँ हामीले विश्वास गर्नुहुन्छ। त्यो प्रभुको नाम हो प्रभु येशू ख्रिस्ट। इतिहासमा एकजना मात्रै जन्मिएर होइन ज्यानबाट बिउजिनी हुने चाहिँ उहाँ मात्रै एउटा परमेश्वर हुनुहुन्छ अनि उहाँ जीवित परमेश्वर हुनुहुन्छ प्रिय हो। आशा छ तपाईहरुले केही हौसला पाउनु भयो होला, बुझ्नु भयो होला प्रिय हो। मैले तपाईहरुलाई यो जजिङ गर्नुको लागि भनेको हैन कि तपाईहरुको बेनिफिटको लागि, तपाईहरुको फाइदाको लागि मैले यो वचन ल्याउने गर्छु। किनभने बाइबल पढ्नुहोस्, प्रार्थना गर्नुहोस् अनि लोकल चर्चमा संगति गर्नुहोस् अनि सुसमाचार सुनाउनुहोस्। तपाईले सुसमाचार सुनाउनुहुन्छ, प्रभुको लागि बोल्दिनुहुन्छ, तपाईले बाइबल पढ्नुहुन्छ, प्रभुको वचन तपाईसँग बोल्न थाल्नुहुन्छ प्रिय हो। तपाईले संगति गर्नुहुन्छ, तपाईको एउटा युनिटी दाजुभाइ बहिनीहरुसँग हुन्छ प्रिय हो। गर्दाखेरि यति चारवटा कुरा गर्नुभयो भने तपाई राम्रो तरिकाको ईसाई जीवन जिउनुहुन्छ। हस्त जय मसीह, गॉड ब्लेस यू, हैव अ वन्डरफुल डे एन्ड आई लभ यू गाइज, बाय।